अहिले जता हेऱ्यो एउटा गजबको कोलाहल छ। गाउँको चिया पसलदेखि सिंहदरबारका ठुल्ठुला कोठाहरूसम्म अहिले एउटा मात्र प्रश्न घुमिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह आखिर किन मौन छ? उनी किन केही बोल्दैन र कहिले बोल्छन् र बोले भने के बोल्छन्? नमस्कार, मेरो नाम विशाल मणि तिवारी। तपाईलाई स्वागत गर्न चाहन्छु हाम्रो च्यानल द ग्राउन्ड रियालिटीमा। द ग्राउन्ड रियालिटी। वर्षौँदेखि नेताहरूका लामा र चर्का भाषण सुन्न बानी परेका हामीलाई एउटा प्रधानमन्त्री यसरी चुपचाप बस्दा अनौठो लाग्नु स्वाभाविक हो। तर के उनको यो मौनता साँच्चै कमजोरी नै हो त, या राजनीति गर्ने कुनै नयाँ शैली हो? आज हामी भावुक भएर होइन, अलिकति फरक तरिकाले यो मौनताको मनोविज्ञान बुझ्ने कोसिस गर्दैछौँ। यो भिडियो पुरा हेर्नुहोला, सायद तपाईँले सोचेभन्दा डिफरेन्ट किसिमको जवाब पाउनुहुनेछ। हामीले विगतका वर्षहरूमा कस्तो राजनीति देख्दै आयौँ एकपटक सम्झिनुहोस् त। माइक अगाडि पाएपछि ठुल्ठुला सपना बाँड्ने नेताहरू हामीले धेरै पायौँ। कहिले पानी जहाजका कुरा त कहिले घर घरमा ग्यास पाइपका कुरा। हेर्दै अब यहाँ हनुमाननगरबाट हामी पानी जहाज चलाउँछौँ। म प्रधानमन्त्री भएँ भने 6 महिनाभित्र ग्यास वितरण गर्छु, यो रेकर्डमा रहोस्। उनीहरूको कुरा सुन्दा लाग्थ्यो भोलि नै देश बन्दैछ, तर बिहान उठेर हेर्दा त्यही भ्रष्टाचार, त्यही दुःख, त्यही शास्ति। धेरै बोल्ने तर काम नगर्ने यो शैलीले पब्लिकलाई वाक्क बनाइसकेको छ। मिठो बोल्ने तर व्यवहारमा केही नदेखिने राजनीति हामीले धेरै भोगिसकेका छौँ। यस्तो बेला बालेनको यो मौनता सायद त्यही पुरानो गफ धेरै काम थोरै भन्ने शैलीको एउटा विकल्प हुन सक्छ। यो नबोल्नु भनेको भाग्नु वा डराउनु होइन, बरु कामले नै जवाब दिने एउटा नयाँ तरिका हुन सक्छ। किनभने अहिलेको पुस्तालाई आश्वासन होइन, रिजल्ट चाहिएको छ। जस्तो कि कोही बिरामी सिकिस्त हुँदा डाक्टरले बिरामीलाई मिठा मिठा गीत वा कथा सुनाएर बस्दैन। ऊ शान्त हुन्छ, फोकस गर्छ र उपचार सुरु गर्छ। हाम्रो सिस्टमको अवस्था पनि अहिले सिकिस्त बिरामी जस्तै छ, जसलाई गफ होइन एक्सन चाहिएको छ। बालेनको यो मौनतालाई त्यही अपरेसन थिएटरभित्रको शान्तिको रूपमा पनि बुझ्न सकिन्छ, जहाँ हल्ला हुँदैन तर काम भइरहेको हुन्छ। तपाईँ आफै सोच्नुहोस् त, अहिले संसदमा यति धेरै हल्ला खल्ला किन छ? पुराना नेताहरू किन बालेनको मौनतालाई लिएर यति धेरै तात्तिएका छन्? मान्य सदस्यहरूलाई के बालेनले साँच्चै केही बिगाडेका हुन्, वा उनको यो नबोल्ने तरिकाले उनीहरूको वर्षौँदेखिको राजनीतिक शैलीलाई चुनौती दिइरहेको छ? केही दिनअघि नीति तथा कार्यक्रम चलिरहँदा उनी बिचमै उठेर हिँडे। धेरैले यसलाई संसदको अपमान बनेर अर्थ्याए, अनेकौँ भ्रमहरू पनि फैलिए। तर यसलाई अलिक फरक एङ्गलबाट पनि हेर्न सकिन्छ। सधैँ आरोप प्रत्यारोप र कोलाहल मात्रै चलिरहने ठाउँमा समय बिताउनुभन्दा सायद उनलाई आफ्नो अफिस गएर काम गर्नु बढी आवश्यक लाग्यो कि? संसदमा आफ्ना एजेन्डा राख्न र बहस गर्न उनका आफ्नै सांसदहरूको बलियो टिम छँदैछ। यसलाई एउटा टिमवर्क वा कामको बाँडफाँडको रूपमा पनि बुझ्न सकिन्छ। सदनको बहस र नीतिगत प्रश्नहरू सांसदहरूले सम्हाल्ने र प्रधानमन्त्रीको रूपमा उनले चाहिँ सिंहदरबारमा बसेर फाइलहरू हेर्ने र एक्सन लिने। यसरी हेर्दा संसदबाट निस्कनु भनेको भागेको वा व्यवस्था गरेको नभई आफ्नो टिममाथिको विश्वास र आफ्नो कामप्रतिको फोकस पनि हुन सक्छ नि। एकातिर संसदमा उनका सांसदहरूले पुराना दलहरूसँग डटेर बहस गरिरहेका छन्, अर्कोतिर उनी सिंहदरबारमा बसेर आफ्नो काम अगाडि बढाइरहेका छन्। यो एउटा एकदमै प्रष्ट र नयाँ किसिमको कार्यविभाजन, डिभिजन अफ वर्क हुन सक्छ। सबैलाई उनी बोलुन् भन्ने किन यति धेरै हतारो छ त? कुरा सिम्पल छ, राजनीतिमा मान्छे बोलेपछि चिप्लिन्छ। हाम्रो अहिलेको कानुन फाँसीको सजाय दिनुस् न बलात्कार भएको मान्छेलाई, अनि बलात्कार गर्छ। एउटा शब्द मात्रै यताउति भयो भने पनि त्यसको क्लिप काटेर भाइरल बनाउन र विवाद निकाल्न सजिलो हुन्छ। आरोप प्रत्यारोपको त्यही पुरानै गेमबाट तान्न सबैभन्दा सजिलो बाटो नै यही हो। तर बालेनले केही नबोलेर कसैलाई पनि त्यो मौका नै दिएका छैनन्। उनको यो मौनताले गर्दा नै उनको अर्को कदम के हुन्छ भनेर कसैले पनि सजिलै अनुमान लगाउन सकेको छैन। र यही कुराले अहिले धेरैलाई अप्ठ्यारोमा पनि पारेको छ। मनोविज्ञानले भन्छ मान्छेले तब धेरै बोल्छ जब उसले काम गरेको हुँदैन। उसको काम ग्राउन्डमा जब देखिन्छ उसले हरेक कुरामा माइक समातेर स्पष्टीकरण दिइरहनु पर्दैन। हामीले वर्षौँदेखि टेलिभिजनमा आएर रुवाबासी गर्ने, जोक सुनाउने र घन्टौँ लामा भाषण गर्ने नेताहरू त धेरै हेरिसक्यौँ। सायद अब हाम्रो मनोविज्ञान नै चेन्ज हुँदैछ। अब हामीलाई कुरा गर्ने स्पिकर होइन, काम गर्ने डुवरको खाँचो छ। यसलाई नयाँ पुस्ताको एक्सन ओरिएन्टेड पोलिटिक्सको सुरुवात मान्न सकिन्छ।
अहिले देशमा या त विदेशी नै लाइनमा बसेका युवा छन् या त खाडीमा पसिना बगाइरहेका दाजुभाइ दिदीबहिनी। उनीहरूलाई अब ठुला सपना र राष्ट्रवादका भाषण सुन्नु छैन। उनीहरूलाई त केवल गाउँमा बाटो, अस्पतालमा उपचार र आफ्नै देशमा भविष्य चाहिएको छ। सिस्टम सुधार्ने काम रातारात हुँदैन। यो भनेको घरको जग खन्ने जस्तै हो। जग खन्ने काम शान्त हुन्छ, जमिन मुनि हुन्छ र तत्काल कसैले पनि देख्दैन। तर जब घर ठडिन्छ अनि दुनियाँले देख्न थाल्छ। त्यसैले अब फेरि कसैले चिया पसलमा प्रधानमन्त्री किन मौन छन् भनेर सोध्यो भने सायद हामीले उल्टा यो प्रश्न गर्ने बेला आएको छ। विगतमा कामै नगरी त्यति धेरै बोल्ने नेताहरू चाहिँ आखिर किन त्यति धेरै बोल्थ्यो होला? अब मनमा एउटा प्रश्न आउन सक्छ, त्यसो भए के उनी सधैँभरि यस्तै मौन बस्छन् त? उनी कहिले बोल्छन्? यसको जवाब सायद उनको कामको नतिजाले दिनेछ। उनी त्यति बेला बोल्लान् जब स्वास्थ्य र शिक्षामा आम मानिसको पहुँच साँच्चीकै सहज हुन थाल्छ, जब किसानले समयमा मल पाउन थाल्छ र जब एयरपोर्टमा बाकसबाट फर्किने युवाहरूको सङ्ख्या रोकिनेछ। ताली पाउनका लागि मात्रै भाषण गर्ने अनि मिडियामा भाइरल हुन मिठा कविता र डायलग सुनाउने चलन त हामीले धेरै देखिसक्यौँ। सागर की तूफान को भी हमने बस में किया है, पहाड़ व चट्टान का पथ मोड़ दिया है। होगा न कोई हिटलर कोई नवाब, हम सर्वहारा की आवाज इनकलाब। तर अहिलेको अवस्थामा हामीलाई सुन्दा रमाइलो लाग्ने गफ होइन, साँच्चीकै सिस्टम सुधार्ने कदम चाहिएको छ। जबसम्म वर्षौँदेखि जडा गाडेर बसेका व्यथितिहरू सुल्झिँदैनन्, सायद उनी यसरी नै फोकस भएर काममै लागिरहनेछन्। त्यसैले अब हामीले पनि राजनीतिलाई हेर्ने नजर अलिकति चेन्ज गर्नुपर्छ होला। नेताले आज के बोल्यो भनेर खोज्नुभन्दा आज के काम गर्यो भनेर हेर्ने बानी बसाल्नुपर्छ। यदि उनी अफिसमा बसेर काम गरिरहेका छन् भने हामीले पनि अब सडक र चिया पसलमा गफ भन्दा रिजल्टको खोजी गर्नुपर्छ। अन्त्यमा यति मात्र सोचौँ, हामीलाई सधैँ सपना बाँड्ने गफाडी चाहिएको हो कि चुपचाप जग बलियो बनाउने लिडर? छनौट हाम्रो आफ्नो हो। तर एउटा कुरा पक्का छ, जब मान्छेको कामले बोल्न थाल्छ नि, तब उसले आफ्नै मुखले बोलिरहनु पर्दैन। हामी केवल भिडियो मात्र बनाउन चाहँदैनौँ, हामी तपाईँको साँचो आवाज बन्न चाहन्छौँ। त्यसैले आजको यो भिडियोलाई आफ्नो साथीहरूमा सेयर गरेर पुर्याइदिनु हुन विशेष अनुरोध गर्दछौँ। भिडियो ध्यान दिएर हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।